अहिले हामी बुढा नीलकण्ठ काठमाडौँमा छौँ र बुढा नीलकण्ठ चोकबाट 10 मिनेटको पैदल यात्रा गरेर पूर्व दिशामा अहिले हामी इस्कन राधाकृष्ण मन्दिरमा आइपुगेका छौँ। यो मन्दिरको स्थापनाको बारेमा कुरा गर्नुपर्दा यो चाहिँ 1980 मा इस्कनद्वारा इस्टाब्लिस भएको थियो। इस्कन भन्नाले इन्टरनेसनल सोसाइटी अफ कृष्ण कन्सियसनेस हो र यसको फाउन्डर एसी भक्तिवेदान्ता स्वामी प्रभुपदा हुनुहुन्छ र उहाँले इस्कन टेम्पलको इस्टाब्लिस न्युयोर्क सिटीमा 1966 मा पहिलो पटक इस्टाब्लिस गर्नुभएको थियो। देखिएको अत्यन्त रमणीय स्थल राधाकृष्ण मन्दिर हो जुन बुढा नीलकण्ठमा छ र यो ठुलो क्षेत्रफलमा फैलिएको छ। यहाँ अगाडि गोवर्धन देख्न सकिन्छ, कृष्णले गाईहरू चराएको अथवा गाईहरू खेलेको ठाउँ। यो गार्डन छ यहाँ र आज चाहिँ कृष्ण प्रतिपदा परेको दिन धर्मावलम्बीहरू प्रशस्त हुनुहुन्छ, कृष्णको भक्तजनहरू प्रशस्त आउनु भएको छ। काठमाडौँ उपत्यकामा हिन्दू धर्मावलम्बी अर्थात् कृष्णप्रति आस्था राख्नेहरूको लागि यहाँ आएर ज्ञानगुणका कुराहरू ग्रहण गर्ने, भजन गाउने, नाच्ने ठाउँ मलाई उपयुक्त लाग्यो। पहिला चाहिँ भगवान सबैले देखाउनुहोस् भन्ने एउटा किसिमको घमण्ड हुन्थ्यो। किन भगवान देखिँदैन थियो? किनभने घमण्डले चाहिँ दिँदैन। जति हामी घमण्डी हुन्छौँ, मै खाउँ मै लाउँ सबै गाउने नाच्ने उफ्रिने ठाउँ हो यो। यो चाहिँ प्रसाद ग्रहण गर्ने ठाउँ। ओहो प्रसादम